हेलो साथीहरु, आज फेरि एउटा सानोबडे भ्लग लिएर आएको छु है तपाईहरुको अगाडि। यो चाहिँ के हो भने यो चाहिँ भेज मोमो है। भेज मोमोको रेसिपी राख्दैछु है हजुरहरुको अगाडि। यसमा चाहिँ मैले इस्कुस ग्रेट गरेर यसमा पानी निचारेर मैले यहाँ हालेको छु। अनि यो प्याज पनि ग्रेट गरिसके। प्याजलाई पनि मैले पानी निचारेर दुईटा सँगै राखेको छु। अब यसमा चाहिँ म अदुवा ग्रेट गरेर हाल्छु है। यसमा चाहिँ मैले अदुवा ग्रेट गरेर है हालिसकेको छु। अब यसमा अजिनामोटो अनि नुन अनि रिफाइन ओइल मिक्स गरेर राम्रोसँग मुछ्नु पर्छ है। मैले यसमा अजिनामोटो र नुन चाहिँ एड गरिसकेको छु हो। अब यसमा म रिफाइन ओइल हाल्दैछु है। मोमोको मसला रेडी भइसकेको छ। यसलाई मैले अघि मोलेर तेलहरु सबै हालेर मसलाहरु सबै हालेर मोलेर एकछिन छोपेर राखेको थिएँ। अब यो रेडी भएको छ मोमो बनिनुको लागि। अब म मोमो बनाउँछु है त। यहाँनिर रोटी पनि रेडी हुँदैछ मोमोको लागि। अब मोमो बनाउन स्टार्ट गर्छु है। मैले यहाँनिर एक सेट मोमो चाहिँ बनाइसके। अब अर्को सेटमा पनि बनाउँछु अनि त्यहाँबाट एकैचोटी बसाउँछु दुईटा। यहाँनिर मेरो 2 सेट मोमो रेडी भइसकेको छ। अब चाहिँ म यसलाई बसाइदिन्छु। यहाँनिर सुप उम्लेर मेरो रेडी हुँदैछ। अब यो माथि म मोमो राखिदिन्छु है। सुपमा चाहिँ मैले गाजर, टमेटो र इस्कुसको टुक्राहरू हालेको छु। मेरो यहाँ मोमो चाहिँ अब रेडी हुनु आँटेको छ है। अब एकछिन 5 मिनेट अझै अलिकति छोप्नुपर्छ, त्यहाँबाट मोमो रेडी हुन्छ। अब चाहिँ मोमोको अचार पनि बनिएर रेडी भइसकेको छ। अचारमा चाहिँ मैले धनिया, टमाटर अनि तिल पनि मिक्स गरेर बनाएको छु है। सो गाइस, मेरो चाहिँ यहाँनिर मोमो बनिएर एकदम रेडी छ खानुको लागि। प्लेटमा सर्भ भइसकेको छ मोमो, अचार अनि साथमा सुप। ओके, बाई।